नयाँ वर्ष 2083 मा तपाईको जीवनमा के हुन सक्छ? पढाइदेखि प्रेमसम्म, पैसादेखि स्वास्थ्यसम्म सबै कुरा आजको यो भिडियोमा अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्त्यमा एउटा शक्तिशाली मन्त्र पनि बताउने छु जुन यो राशिका लागि विशेष रहनेछ। तुला राशि हुनेहरूका लागि तपाईहरूको राशि स्वामी ग्रह शुक्र हो, जसलाई भेनस पनि भनिन्छ। तपाईहरूको तत्त्व वायु हो, जसले भन्छ कि तपाईँ स्वभावले विचारशील, सन्तुलित र सम्बन्ध बनाउन निपुण हुनुहुन्छ। तुला राशिमा मुख्यतया चित्रा, स्वाति, विशाखा नक्षत्र पर्छन्, तर एउटा विशेष कुरा के छ भने उत्तर फागुनी नक्षत्र सिंह र तुला राशिको सन्धिमा पर्छ। यो नक्षत्रका जातकहरू अत्यन्त परिश्रमी, मिलनसार र उद्धार हुन्छन्। भानु सूर्यदेव यस नक्षत्रका स्वामी हुन्। यसले तपाईलाई नेतृत्व गुण, आत्मविश्वास भर्न सहयोग गर्छ। यो वर्ष यही शक्ति तपाईको सबैभन्दा ठूलो हतियार हुनेछ। तुला राशि हुनेहरूको पढाइका कुरा गर्दा यो वर्ष तुला राशिका विद्यार्थीहरूका लागि राम्रो समय आउँदैछ। वैशाखदेखि असारसम्म तपाईको एकाग्रता बढ्नेछ। जो विद्यार्थीहरू परीक्षाका तयारी गर्दै हुनुहुन्छ, खास गरी एसई, प्लस 2, टियु वा विदेश जाने परीक्षा, तिनीहरूका लागि असार र साउन महिना सबैभन्दा राम्रो हुनेछ। नयाँ सिप सिक्ने, अनलाइन कोर्स गर्ने वा कुनै नयाँ काम सुरु गर्नेहरूका लागि पनि यो वर्ष ढोका खुल्नेछन्। साथीहरू, वायु तत्त्वका मानिसहरू छिटो सिक्छन्, त्यसैले यो राशि हुनेहरू सबैजनाले फाइदा लिन सक्नुहुनेछ। तुला राशि हुनेहरूका लागि यो वर्ष सुरुको केही महिना अर्थात् वैशाख र जेठमा खर्च अलिक बढी हुन सक्छ, तर डराउनु पर्दैन। असोजदेखि मङ्सिरसम्म आर्थिक अवस्था सुध्रिन्छ। शुक्र ग्रहले तपाईलाई सौन्दर्य र लक्ष्मीको वरदान दिएको छ। यो वर्ष नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। सावधानी यति मात्र राख्नुहोस्, ठूलो लगानी वा ऋण लिँदा निर्णय गर्दा राम्रो सोच विचार गर्नुहोस्। तपाईँ यदि ऋण लिँदै हुनुहुन्छ वा पैसाको ठूलो कारोबार छ भने तपाईको शुभ अङ्क 6 र 15 ध्यानमा राखी आर्थिक निर्णयहरू लिनुहोस्। तुला राशि हुनेहरूका लागि तुला राशि कम्म र मृगौलासँग जोडिन्छ, त्यसैले यो अङ्गहरूमा ध्यान दिनुहोस्। पानी पर्याप्त पिउनुहोस्, नुन कम खानुहोस्। वायु तत्त्वका मानिसहरूलाई मानसिक तनाव चाँडै लाग्छ, त्यसैले ध्यान र योग गर्नु पनि यो राशिको विशेष फाइदाजनक मानिन्छ। साउन र भदौ महिनामा मौसम परिवर्तनका कारण सावधानी रहनुहोस्। शुक्रबार बिहान सक्नुहुन्छ भने व्रत बस्नुहोस्, योग गर्नुहोस्। शुक्रबार तपाईको शुभ दिन पनि मानिन्छ। तुला राशि हुनेहरूका लागि शुक्र ग्रहको राशि भएकाले तपाईहरू प्रेममा स्वाभाविकै आकर्षक हुनुहुन्छ। यो वर्ष जो अविवाहित हुनुहुन्छ तिनीहरूका लागि नयाँ सम्बन्धको सुरुवात हुन सक्छ। मङ्सिर र पुष महिना विवाहको लागि शुभ मानिन्छ। स्वाति नक्षत्रको प्रभावले यो वर्ष सम्बन्धमा स्वतन्त्रता, विश्वास दुवै महत्त्व हुनेछन्। जो पहिले नै सम्बन्धमा हुनुहुन्छ खुलेर कुरा गर्नुहोस्। तुला राशि हुनेहरूका लागि यो वर्ष घरमा खुसीका क्षणहरू आउनेछन्। उत्तर फागुनी नक्षत्रको एउटा विशेष के छ भने यो नक्षत्र परिवार, सेवा र कृतज्ञताको प्रतीक हो। त्यसैले यो वर्ष आमा बुवालाई विशेष समय दिनुहोस्। उनीहरूको स्वास्थ्यमा ध्यान राख्नुहोस्। असोज र कार्तिक महिनामा घर पूजा वा कुनै शुभ कार्य गर्नु राम्रो हुनेछ। परिवारको साथले यो वर्ष तपाईको सबै चुनौती पार गर्न सक्नेछन्। तुला राशि भएका महान आत्माहरू, नयाँ वर्ष 2083 तपाईका लागि सन्तुलन, साहस र सफलताको वर्ष हो। वायु तत्त्वले तपाईलाई नयाँ विचार र नयाँ दिशा दिनेछ। शुक्रको कृपाले जीवनमा सौन्दर्य र स्मृति आउनेछन्। उत्तर फागुनी नक्षत्रको आशीर्वादले तपाईको परिश्रम र सेवाभावमा यो वर्ष फल दिनेछ। बस एउटा कुरा सम्झनुहोस्, तुला राशिको प्रतीक तराजु हो। जीवनमा सन्तुलन कायम राखिरहन्छ। काम र आराम, परिवार र करियर, सपना र वास्तविकता सबै कुरामा सन्तुलन मिलाउने काम तुला राशिले गर्दछ। तपाईलाई यो वर्ष अझै राम्रो बनाउने सोच छ वा राम्रो बनाउन सक्छु वा के गरेर हुन्छ भन्ने सोच्नु भएको छ भने तपाईले हरेक शुक्रबार बिहान उठेर ओम सु शुक्राय नमः, ओम सु शुक्राय नमः फेरि भन्नुहोस्, ओम सु शुक्राय नमः 108 पटक जप गर्नुहोस्। सक्नुहुन्छ भने सेतो फूल चढाएर गर्नुहोस्, सेतो वस्त्र लगाएर गर्नुहोस्। यो मन्त्रले धन, स्वास्थ्य र पारिवारिक सुख दिन्छ भन्ने विश्वास पनि गरिन्छ। कृष्णाय वासुदेवाय 2083 साल आफ्नो राशि जान्न इच्छुक रहनुभएका महान आत्माहरू, नयाँ वर्ष 2083 मा तपाईको जीवनमा के हुन सक्छ? पढाइदेखि प्रेमसम्म, पैसादेखि स्वास्थ्यसम्म, विदेशदेखि परिवारसम्म सबै कुरा आजको यो भिडियोमा अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्त्यमा वृश्चिक राशिका लागि विशेष शक्तिशाली मन्त्र पनि बताउनेछु जसले यो वर्ष तपाईको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ।
वृश्चिक राशि हुनेहरूका लागि तपाईहरूको राशिको स्वामी मंगल ग्रह हो, जसलाई मार्स पनि भनिन्छ र मंगल ग्रह शक्ति र साहसको प्रतीक पनि हो र यही गुणहरू तपाईमा स्वाभाविक रूपमा छन्। तपाईहरूको तत्त्व जल हो। यसको अर्थ के हो भने तपाईँ बाहिरबाट शान्त देखिनुहुन्छ तर भित्रबाट अत्यन्त गहिरो, भावनाशील र दृढ इच्छा शक्ति भएका हुनुहुन्छ। तपाईहरूको राशि स्वामी ग्रह मंगल हो। यसलाई मार्स पनि भनिन्छ। मंगल ग्रहलाई शक्ति र साहसको प्रतीक मानिन्छ र यही गुणहरू तपाईमा स्वाभाविक रूपमा छन्। तपाईहरूको तत्त्व जल हो। यसको अर्थ के हो भने तपाईँ बाहिरबाट शान्त देखिनुहुन्छ तर भित्रबाट अत्यन्त गहिरो, भावनाशील र दृढ इच्छा शक्ति भएको हुनुहुन्छ। जसले आफ्नो बाटो आफै बनाउँछ, त्यसैगरी तपाईँ पनि जीवनमा आफ्नो बाटो आफै बनाउन सक्ने सक्षम हुनुहुन्छ भन्ने यो राशिलाई जनाइन्छ। नक्षत्रको कुरा गर्दा वृश्चिक राशिमा मुख्यतः विशाखाको चौथो चरण, अनुराधा र ज्येष्ठा नक्षत्र पर्छन्। यसमध्ये अनुराधा नक्षत्र सबैभन्दा विशेष हो। यो नक्षत्र मित्रता, समर्पण र सफलताको प्रतीक हो। शनि ग्रहमा यस नक्षत्र स्वामी हुन्, जसले तपाईलाई अनुशासन, धैर्य र कठिन परिश्रम गर्ने क्षमता भर्दछ। ज्येष्ठा नक्षत्रका जातकहरू नेतृत्व गर्न जन्मिएका हुन्छन्। परिवारमा होस् वा कामको ठाउँमा होस् वा समाजमा होस्, यो वर्ष यी सबै गुणहरू तपाईको सबैभन्दा ठूलो हतियार बन्नेछन्। पढाइको कुरा गर्दा वृश्चिक राशि हुने विद्यार्थीहरूका लागि मेहनत र फलको वर्ष पनि हो। यो वैशाखमा नयाँ कक्षा, नयाँ विषय र नयाँ वातावरणसँग घुलमिल हुन केही समय लाग्छ, तर जेठदेखि एकाग्रता बढ्नेछ। जो विद्यार्थीहरू एससी, +2 र ब्याचलर गर्दै हुनुहुन्छ वा परीक्षा दिँदै हुनुहुन्छ, तिनीहरूका लागि पनि असार र साउन महिना सबैभन्दा राम्रो समय मानिन्छ। यो समय पढेका कुराहरू मनमा राम्ररी बस्छन्। परीक्षामा राम्रो नतिजा आउने सम्भावना यो राशिको छ। जो जागिरे हुनुहुन्छ तिनीहरूका लागि असोज र कार्तिकमा कामको ठाउँमा नयाँ जिम्मेवार वा पदोन्नतिको अवसर आउन सक्छ। जल तत्त्वका मानिसहरू स्वाभाविकै गहिरो सोच्ने हुन्छन्। यो गुण तपाईलाई काम लाग्न सक्छ। नयाँ सिप सिक्ने र आफूलाई अपग्रेड गर्ने समय पनि आएको छ। वृश्चिक राशि हुनेहरूका लागि यो वर्ष आर्थिक दृष्टिले मिश्रित वर्ष हुनेछ। वैशाख र जेठमा अनपेक्षित खर्च आउन सक्छ। घर मर्मत, स्वास्थ्य खर्च वा परिवारको कुनै काममा खर्च देखिन सक्छ। यो समयमा ऋण लिनुभन्दा बचत गर्नु राम्रो हुनेछ, तर असारदेखि भित्री अवस्था सुध्रिन थाल्छ। असोजदेखि मङ्सिरसम्म आर्थिक अवस्था उल्लेखनीय रूपमा सुध्रिन्छ। नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। कसैको व्यापारमा, कसैको जागिरमा मंगल ग्रहले तपाईलाई जोखिम लिन साहस दिन्छ र यदि तपाईँ ऋण लिँदै हुनुहुन्छ वा ठूलो कारोबार गर्दै हुनुहुन्छ भने तपाईको शुभ अङ्क 9 लाई ध्यान राखेर आर्थिक निर्णय लिनुहोस् र प्रत्येक मंगलबार हनुमानजीलाई सिन्दूर चढाउनुहोस्। आर्थिक बाधाहरू हट्नेछन्। वृश्चिक राशि हुनेहरूका लागि वृश्चिक राशि प्रजनन अङ्ग मूत्राशय र गुप्ताङ्गसँग सम्बन्धित छ। त्यसैले यो अङ्गहरूमा यो वर्ष विशेष ध्यान दिनुहोस्। पानी पर्याप्त पिउनुहोस्। दिनमा कम्तीमा 8 गिलास पिउनुहोस्। नुन तेलयुक्त खानेकुरा कम गर्नुहोस्। नुन तेल यसै पनि वृश्चिक राशि हुनेहरूका लागि त्यति राम्रो मानिएको छैन। जल तत्त्वका मानिसहरू भावनात्मक रूपमा धेरै संवेदनशील हुन्छन्। मनको चिन्ता र तनाव शरीरमा सजिलै देखिन्छ। त्यसैले मानसिक स्वास्थ्यलाई व्यवस्था नगर्नुहोस्। ध्यान, प्राणायाम वा पानी छेउ बस्ने यी सबै वृश्चिक राशिहरूका लागि विशेष फाइदाजनक छन्। साउन र भदौ महिनामा मौसम परिवर्तनका कारण ज्वरो र रुगाखोकी देखिनु सामान्य हो। कुल मिसाएर शरीरलाई समय दिनुहोस्। वृश्चिक राशि हुनेहरूका लागि वृश्चिक राशिका मान्छेहरू प्रेममा अत्यन्त गहिरो र समर्पित हुन्छन्। तपाईले पटक कसैलाई मन पराउनु भयो भने पुरै मनले पराउनुहुन्छ। यही तपाईको प्रेमको विशेषता हो। यो वर्ष प्रेम सम्बन्धमा गहिराई र स्थिरता आउनेछ। जो अविवाहित हुनुहुन्छ तिनीहरूका लागि असोज र कार्तिक महिना नयाँ सम्बन्धको सुरुवात हुन सक्छ। कामको ठाउँमा वा साथीको माध्यमबाट। फागुन र चैतमा विवाहको लागि शुभ समय देखिएको छ। समय आउनेछ। जो पहिले नै सम्बन्धमा हुनुहुन्छ यो वर्ष सम्बन्धमा युगका कारण केही खटपट हुन सक्छन्, तर सम्हालिनु राम्रो मानिन्छ। वृश्चिक राशि भएका जातकहरू परिवारका लागि सबैभन्दा बढी त्याग गर्न सक्ने राशि हुन्। यो तपाईको सबैभन्दा सुन्दर गुण पनि हो। यो वर्ष घरमा केही महत्त्वपूर्ण निर्णयहरू लिनुपर्ने हुनेछ। घर किन्ने, बनाउने वा परिवारको ठूलो कार्य, यस्ता निर्णयमा सबैको सल्लाह लिनुहोस्। आमा बुवाको स्वास्थ्यमा यो वर्ष विशेष ध्यान दिनुहोस्। असोज र कार्तिक महिनामा उनीहरूको नियमित स्वास्थ्य जाँच गराउनुहोस्। घरमा कुनै पुराना विवाद छन् भने यो वर्ष ती मिलाउने राम्रो मौका हुन्। मंगल ग्रहले दिएको साहसलाई माफी गर्ने र माफी दिन प्रयोग गर्नुहोस्। तपाईँकै ग्रहले गर्दा परिवार एक हुनेछन्, मिल्नेछन् र तपाईँको ग्रहले गर्दा चुनौतीहरू सबै नाश भएर जानेछन्। यदि तपाईँ विदेशबाट फर्किने सोच्दै हुनुहुन्छ भने मंगल ग्रहले तपाईँलाई साहसी निर्णय लिने प्रेरित गर्दछ र जल तत्त्वले भन्छ कि तपाईँको जरा, तपाईँको घर, तपाईँको माटोसँग सम्बन्ध कहिले कमजोर हुँदैन। यदि मनमा व्यापार गर्ने वा आफ्नो कुनै सुरु गर्ने सपना छन् भने यो वर्ष ती सपनाहरूको जग बसाल्नुहोस्। वृश्चिक राशि हुने महान आत्माहरूका लागि नयाँ वर्ष 2083 साल तपाईका रूपान्तरण र पुनर्जन्मको वर्ष हो। वृश्चिक राशिको प्रतीक बिच्छी हो। त्यसैले जसले विपरीत परिस्थितिमा पनि आफूलाई जोगाउन जान्दछ, ठिक त्यसैगरी यो वर्ष जे जस्तो चुनौती आउँछन् ती सबैबाट अझै बलियो भएर निस्कनु हुनेछ। मंगल ग्रहले दिएको साहस र जल तत्त्वले दिएको गहिराई, यी दुवै शक्तिलाई सँगै प्रयोग गर्नुहोस्। जीवनमा कहिलेकाहीँ एक कदम पछि हट्नु कमजोर होइन, यो अर्को ठूलो फड्को लिने तयारी पनि हो। आफ्नो मनको आवाजलाई सुन्नुहोस्। परिवारलाई प्राथमिकता दिनुहोस् र आफ्नो मेहनतमाथि विश्वास राख्नुहोस्। यो वर्ष तपाईको
शुभ रहनेछ। यदि तपाईँ चाहनुहुन्छ यो वर्ष मेरो अझै राम्रो रहोस्, अझै राम्रो बितोस् भने हरेक मङ्गलबार तपाईँले ओम ओम अङ्गरकाय नमः, ओम अङ्गरकाय नमः, तपाईँले यो मन्त्र 108 पटक जप्न सक्नुहुनेछ। हरेक मङ्गलबार रातो फुल चढाएर वा हनुमान मन्दिर गएर गर्न सक्नुहुनेछ। यति गर्नुभयो भने तपाईँको यो वर्ष शुभ बित्नेछ।